साथीहरू, आज नेपाल नेसनल क्रिकेट टिमले चीन विरुद्ध साँच्चै ऐतिहासिक प्रदर्शन गरेको छ। सुरुदेखि नै नेपालको खेलमा पूर्ण रूपमा दबाव बनायो र चीनलाई कुनै मौका दिएन। आजको खेलमा सबैभन्दा ठूला नायक कुशल भुर्तेल रहे। उनले विस्फोटक ब्याटिङ गर्दै केवल 43 बलमा 129 रन बनाएर एक ओभरमै लगातार 6 छक्का प्रहार गर्ने नयाँ इतिहास रचे। उनको ब्याटिङ हेर्दा चीनका बलरहरूलाई कहाँ बल फाल्ने भन्ने नै थाहा नभएको जस्तो देखिन्थ्यो। मैदानको चारैतिर चौका छक्का वर्षा भइरहेको थियो। त्यसै कुशल मल्लले पनि उत्कृष्ट साथ दिएर आक्रमण ब्याटिङ गरे। कप्तान रोहित पौडेलले अन्तिम ओभरहरूमा तीव्र रन जोड्दै टोलीलाई विशाल स्कोरतर्फ पुर्याए। नेपालले निर्धारित 20 ओभरमा 113 रन बनाउँदै चीन सामु पहाड जस्तो लक्ष्य खडा गर्यो। बलिङतर्फ पनि नेपालले कमाल गर्यो। चीनका ब्याट्सम्यानहरू नेपालका बलरहरूका अगाडि टिक्न सकेनन् र पुरा टोली 92 रन समेट्यो। नेपालले 229 रनको विशाल अन्तरले जित निकाल्यो। यो जित केवल एउटा साधारण जित होइन, नेपाल क्रिकेटको शक्ति र स्तर देखाउने प्रदर्शन हो। सन् 2023 मा मङ्गोलिया विरुद्ध बनेका कीर्तिमानहरू सम्झाउने गरी आज पनि नेपालले रेकर्डमाथि रेकर्ड बनायो। विशेष गरी कुशल भुर्तेलले 6 बलमा 6 छक्का क्रिकेट समर्थकहरूले धेरै वर्षसम्म सम्झिरहन्छन्। नेपाल आजको खेल फेरि एकपटक प्रमाणित गरेको छ कि नेपाल एसियाली स्तरमा निकै खतरनाक टोली बनेको छ र यदि यस्तै प्रदर्शन जारी रह्यो भने आगामी प्रतियोगिताहरूमा पनि नेपाल बलियो दावेदारका रूपमा देखिन्छ।